आजको नास्ता टक्कै यहाँ बसालेर गप्पै खानुपर्छ है। पिरो छ यार, यो पार्बटेल खाने जस्तो छ यार। पार्बटेल खाने जस्तो छ यार। पिरो छ कि पिरो? केही हुँदैन के, जहाँ खाए पनि खाने छ भने खाइहाल्नुहोस्। जम्मै पिरो छ। पानी हालिदिउँ मैले एक भोलिदेखि पर भेनारमा रोल्पा काम हेर्न जान्छौँ। भोलि अँ रोल्पा लाग्दैन मासु पकाल्दै काम गराउन रोल्पा जान्छ मामी काम हेर्न होइन। पाउने फेरि साथी स्याकेर 2-4 दिन त भ्या खेती नलाग्ने त भ्यालौँ ल। हजुर त्यहाँ छ मसँग त्यहाँ छ त्यहाँ छ क्या त्यहाँ खोल्नु छ चुकल यो कुन त अन्डा हाल्नु पठाएको हुन्थ्यो नि, मिठो छैन सुकुटी। पानी साग खानुहुन्थ्यो माग्नु न पानी। भैरव को जान्छ गाडी पानी माग्न। कस्तो ट्याङ्की पानी त त्यो अन्त खतम भयो भाइ माथि बिरौलिन भयो। तिनीहरू के बिम बानेका छन् अरे जिल्ला बाने रोडाकी गाडीमा जाने भोलि बाइकमा जाने बाइक कसले चलाउँछ त्यो पाहाडमा भेना चलाउनु छ। वाह सक्नु पनि भइदियो म त सक्दैन। राटावाटाको उकालो कुरा यस्तो गर्नुहुन्छ कहाँ थियो उसलाई खाने बार भोलि झर्ने बेला त खै त्यो सेवा खोलामा जाके मात्रै 2 खोली झर्ने बेला फेरि 2 दिन लैजाला तपाईँ राटावाटाको उकालो गर्नु जाँदाखेरि हुन्छ टाटाटी म त मन लाग्छ म त झरी जान्छु रोल्पाको घर बनाउने सबै भवन आएको छ क्या। स्याहार्नु पनि डाङबाट लाग्ने अब सोध्नु हेर्नुपर्छ सल्लाह गरेर। पानी खानु नि भने यताको धारा खानु होला माथितिर माथितिरको रोल्पा काम गर्छ डाइरेक्ट पैसा कहाँ हुन्छ खराइ आउँछ गइदिन्छौँ नि। काठमाडौँ अब पैसा ल्याउनु भने हामी विदेश आछौँ भन्नुपर्छ बर्थडेहरूलाई जन्नेहरूलाई होइन।
नेवारको घर हो नि बाइक लिएर गएको छोरो वरिष्ठ हो बड्डा ठुना ठुना बाटाको त बाख्रा दाल पर्यो त वरिष्ठ त हामीलाई किन अरे यति दिन कहाँ गयो अरे काम भन्दा आउने र अब भाइ एउटा त थाहा छैन अब बेटा भाइ नाम्रै नदेखे थाहा छैन भान्जल भन्थ्यो त्यसो माग्ने एक त्यसै बाँकी छ लग्ने तपाईँले भन्नुहोस् न म जान्नु कुरा गर्छु तपाईँले भन्ने हो क्या हँ तपाईँले भन्ने हो क्या कहाँ मैले भने तपाईँले भने के हुन्छ भने अहिले म भन्छु एक महिना कति गरियो थियो एक रुपियाँ हाम्रो घरको दाजुले क्या दाजुको एउटा उसले नातिनीले पढाउनु लगाएको एक र एक 11 भन्दैछ कसले थारू कि पहाडे जोगियो एक र एक 11 भन्छ कहाँ थियो 11 अब जाने नि होला त अनि आए म खराब बदले भने डक्टर मस्त भन्यो उहाँ नानीलाई भन्दैन कि बुझेको हाँस्नु बदली